ओए भुवन स्पिकरको साउन्ड ठुलो गरेर भन्दिनु खोइ ठीक छ है भाइ कसरी सुन्नु भनेर के हाम्रो स्पेसल र हामी आउने पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेर रुकु माइ गोटा रुकु माइ गोटा रुकु माइ गोटा मन पर्यो नि ओठा आँखा नि राम्रै हो मन पर्यो नि ओठा वो चाहिँ प्रो डान्सर है अनि काचरा देउसी चढाउँदै ल्याइदेऊला चोखो पियारो लैजाऊ घुमाउन मलाई चामेलको देउसी ल्याइदेऊला चोखो पियारो चोखो पियारो Bandu sahana, laksa rahana. Oi, oi, kali robiu dah. Oi, kali kali. Hah? Kali robiu dah pasal dia. के भयो सिधै हाल्न पाएन बस रेस्क्यु यहाँको होइन ट्रेनिङ अब यही गाडी भएकोले हो ओइ हैन खान्छ त अरु डान्स नि आउँछ त्यतिकै हो स्कुलमा डान्स क्लास राखेर भाग्नु हुन्छ कहिले सिरफुला सिरै माछा पक्कै लाली जोबन हुर्केर पक्कै कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो मौन ससुरा बा मलाई साली मन पर्यो यहाँ उफ्रिने यहाँ हलिरहेको गाडी अब जागा नि मेरो भले काममा राम्रो हल्ले भयो कति हल्ले ओइ अलि पछाडि जाऊ न ओइ अलि पछाडि जाऊ न ल साइ भोक लाग्यो ओइ अलि पछाडि जाऊ न त्यत्रो ठाउँ रहेछ त पछाडि भेषडा पहले दे दो वार्निंग पार्टी चलेगी फिर 6 in the morning
छैन डिप्रेस उनीहरूले होला रहेछ है गाडी गाइज आन्टी बाहिर बसिरहनु भएको हामी बाई भन्न थाल्यो है ल खोइ खोइ Hi guys, welcome to my vlog. Hi. Bye. Best time. हाम्रो बस हामीलाई हामीलाई किन रोक्यो आज खाजा खानु रोक्यो किन पाउँदैन नि Hello everyone, welcome to my vlog. Welcome to my Do vlog. subscribe please. मेरो चिया पकिला यार अन्त चिया कस्तो ओरिएन्टेड पैसा कलाई प्राप्ति आउँछ के खान्छौ बहिनी बिहान के त्यो आइपुग्यौँ सौरा बल्ल यत्रो लामो पर्खाएपछि किन बताएर बोलाउँछु के मेरो आँखा तिम्रो आँखामा अड्किन्छ साथी अर्को खल्तीमा चलम चल्तीमा कराउने यार अलिकति
आइपुग्यौँ हामी चाहिँ बल्ल आइपुग्यौँ होटलमा अब चाहिँ हामी ओर्लिन्छौँ पालैपिलो सबजना उठिसक्यो गाइज हामी आइसक्यौँ अरू केही कस्तो राम्रो आएको उयो 2 बजिसक्यो 2 बजिसक्यो बिहान म त झन् के अरे 4 बजी 4:30 बजी उठेँ यार 4 बजी उठे तिमीहरूलाई अब मेकअप टेकअप उयो सुनेन कस्तो राम्रो देखिरह तिमीलाई हो र अम्मा वेलकम थ्याङ्क यू यहाँ के लाउने होइन उयो मौसम वेलकम ड्रिङ्क हो क्या हो सिङ्गर इन्छ उरा बनाइरहेको छ यार घरमा म आएन फेरि मजा आउँदैन गाइस चिसो छ कि यार धेरै यो मिठो छ यो खाएर खाएर के होइन यो उसको के भन्छ सरी इट्स ओके अरे मैले के भने यो के को हो थाहा त्यसै थाहा भएन यार मैले त यो के हो बिटरुट 4-5 हाल्नु भन्छु यहाँ चाहिँ हाल्नु नि त्यति अहिले राति हाल न भयो थ्याङ्क यू मोस्ट वेलकम कुन चाहिँ हाल्ने यो दुइटा मध्ये रेड ग्रिन पनि हालेँ मैले अलिकति जाम लाइनमा बसिरहेको अझ सबैजना अन्त मैले खाइसकेँ थिएँ मै मात्र रहेछु म चाहिँ आनन्द भयो यार जहाँ गए पनि ओइ खासै पानी धेरै खानु एक्लै बसेर किन अरू सबैले खाइदिन्छन् भनेर है हो रे राम्री म कति राम्री देखाएको मलाई आज कति राम्री देखायो भने कि टचअप गर्न पाएको भए हुन्थ्यो भन्नु खोज्यो झन् राम्री देख्यो भन्नुहुन्छ ला सेल्फ अब्सेस्ड यहाँभित्र बल्ल अब गर मेरोमा छ बस गरी यो मान्छे को भनेर सब्सिडी खाइदिनु हेड सेफले भन्दै हुनुहुन्छ हाम्रो म त त्यस्तो खाएन काउली खाएन सिहरू खाएन अनि साग खाएन है बिरामी मान्छे मैले चाहिँ खाइ भइसकेँ गाइस हामीले चाहिँ खाना खाइभ्यायौँ अब चाहिँ हामी रुममा जानको लागि सरहरूले खाना खाँदै हुनुहुन्छ अनि मेरो भ्लगमा के भन्न चाहन्छु के भन्नु आई एम न प्रो डान्सर अफ द कलेज प्रोफेसनल है मेरो भ्लगमा के भन्न चाहन्छु कलेज के ह्यान्डसम हो कलेज के ह्यान्डसम मान्छेले के हाल्छ ल भयो भिडियो भयो
मेरो पनि खिचिदिनु न रे क्या हो रे अहिले बुला त्यो गाडी उडाउँछ सफारी छ्याउै मलाई कस्तो देखेँ आमाले थाहा लास्टै भयो हामी राम न भन साइकोहरू दिमाग छैन ठिसै हामी चाहिँ होटल कहाँ जानु लाग्यो कस्तो गरौँ हो यो कस्तो ब्याग हो यो के हाले यस्तो हुनुपर्छ साथी एउटाले ब्याग बोक्ने एउटाले मान्छे बोक्ने बिचरा उसलाई हन्डिङ गर्नु जस्तो How are you feeling now? हेलो फिलिङ यस्तो हुनुपर्छ साथी भनेको त्यही त होइन के फ्रेन्ड्स इन निड भने के बोकौँ बोकौँ म बोकिदिन्छु मलाई त केही लाग्दैन सो हामी चाहिँ बल्ल बल्ल त्यत्रो हिँडेर यस्तो बिरामी मान्छेहरूलाई हामीलाई यति हिँडाएर हामी बल्ल आइपुग्यौँ यहाँ यो नि यही हुँदो रहेछ नि हामी यही बसेर भइहाल्थ्यो के त ओहो कत्रो राम्रो रहेछ त यहाँ त झन् किन यस्तो गरेको वाउ हामी जाँदा रह्यो थाहा छैन गर्ल्सको सिआर भयो बोइजको सिआरलाई भन्ने है 304 है हाम्रो हामी चाहिँ आइपुग्यौँ 4वटा कोठा के अरे हामी 4जना 4वटा बेड रहेछ एकजना यसले एउटा बेडमा भेट्छु लकी गाइज अब चाहिँ हामी के अरे रेडी हुन्छौँ के अरे कन्फरेन्स ओरिएन्टेसन छ 4:30 बजी भन्नुभएको सरले तर अहिले नै कति भइसक्यो 4:12 13 भइसक्यो हामी हतार रेडी गरेर अनि कति राम्रो देखायो यसबाट झन् हामी चाहिँ रेडी भयौँ अब चाहिँ हाम्रो ओरिएन्टेसन प्रोग्राम सुरु हुन्छ साइड लुक दिँदै जानुभयो रहेछ यहाँ कस्तो राम्रो देखिरहेको हामीलाई धेरै अब हामी चाहिँ के अरे प्रोग्राममा अब हामी चाहिँ प्रोग्राममा जान थालेको मेरो गाजन बल्ल बल्ल ड्रेस लाएर त्यहाँ तर हामीलाई खतरा उयो कहाँ हामी कताबाट जान्ला उयो त पुल यो सब हाम्रो बिएचएमको बिएचएम फर्स्ट सेम ल सबजना ल एउटा डिसिप्लिनमा हिँड्नु नि कोही यता सबैजनामा लेफ्ट साइडमा ल पछाडिबाट दौडिँदै ए अब बाटो क्रस गरौँ
ओइ त्यो कालो चस्माहरू सबै खोला त कालो चस्मा खोला हेलो उपस्थित सम्पूर्ण भाइ बहिनी लगायत सरस्वती कलेजबाट पाल्नुभएका आदरणीय शिक्षकगण स्टुडेन्ट भाइ बहिनीहरू सम्पूर्णमा गुड इभिनिङ नमस्ते गाइज अहिले एकछिनमा मलाई बोल्न अरे होइन अहिले भर्खरै आएर मैले केही प्रिपरेसन गरेँ होइन लाइक के बोल्ने भन्ने टपिक भएको चाहिँ म बोल्न सक्छु नि त त्यो टपिक पनि छैन कि अब हेरौँ के बोलिन्छ गएर जस्ट थ्याङ्क यू भन भनेर चाहिँ भन्नुभयो अब हेरौँ यो चाहिँ मेरो स्पिच हो र अब चाहिँ हामी राष्ट्रिय गानको लागि हामी उठ्दैछौँ केही देख्दैन हात राख्नु पर्दैन नि हात राख्नु पर्दैन सर्वबम्बई फैलिएका मेची महाकाली सयथुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वबम्बई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरू रगतले शोषण तर अचल ज्ञान भूमि शान्ति भूमि तरे पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति संविशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल के बोलेर आएँ राम्रो अब मैले तर नहेरिकन भने अब चाहिँ फेरि मन्तव्यहरू सुरु भएको धन्यवाद सरस्वती गभर्मेन्ट क्याम्पस BBMBHL-का 10 सेमिस्टरको वेलकम प्रोग्राममा चिकन्द्रा साथी भाइको पतिमुनि पढ्न छ सबै साथी भाइको बधाई नमस्कार भाइ सल्लाहको बिगा दौरा प्रोग्राम सक्यो अब चाहिँ हामी के अरे अब चाहिँ हामी ड्रेस चेन्ज गरेर खाना खाना म्याम खाना खाने 8 बजे हो यो होइन यो गोप्रो होइन पकेट थ्री हो गोप्रो 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 के ओए एक साइड लाइदिन हामी चाहिँ हाम्रो होटल रुममा आइपुग्यौँ हाम्रो चाहिँ उताबाट हिँडेर आएर आधा लगभग 10-15 मिनटको बाटो हो अनि अब चाहिँ हामी रुममा जाँदैछौँ हामी चाहिँ सबभन्दा टपमा छौँ यहाँ सबै तल चाहिँ केटाहरू सबभन्दा टपमा छौँ हामी स्पेसल बाई बाई चाबी गाइस वी आर रेडी यिनीहरूले चाहिँ ढिला गरे छन् हामी जानलाई फोन आइसक्यो तलबाट मैले 7:30 बजे भनेको थिएँ 7:30 बजे मै पुगेँ होइन तर यिनीहरू पुगेर रेडी भएर बसिसके के गर्नु गाह्रो छ Look at the view
भनेर के छ गाइजहरु हामी यहाँ अहिले जाँदैछौँ ओ रसन नुब्रा यो चाहिँ हाम्रो रविन्द्र ओइ अहिले सबैजना एउटा टाइमिङमा उ गर्ने अनि सबैजना निस्किने र्याङ्क पुस गर्ने ओए अब चाहिँ ठिक छ अब चाहिँ बबालाई अब हाम्रो नि त गराउँछ पछाडि गर न घुमाइरहेको ल ठिक छ ए सक्छ कसैले लगेर पोज पोज here is our blogger yes and here is our rock yes है यता हेर न मनी गोरु हेलो गाइस वेलकम टु माई मोटो ब्लग मोटो ब्लग हामी चाहिँ यहाँ यो काम नपाएर हिँड्दा यतिकै वेलकम टु माई न्यू भलगर 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 हो कहाँ गयो एक सीट खै एक सीट को यही You are just look like हात्ती who is Ati? She is हात्ती He? Oh, she. Okay, she is Ati. ओए के हो अब बन्द गर्नलाई चाहिँ ए त अनि यसलाई फोन हजुर आमा हाउ त्यही थियो त खतरा यिनीहरू मेरो हेर नि त भाइब्स हामी चाहिँ अब जान थालेका छौँ मेरो त खुट्टै अड्दैन उ त्यो खेला जाऊ त्यसमा अट्छ यो मजा उ त्यो अट्छ के त्यसमा दुईजना ल होटेलभरि हामी मात्र अरूहरू चाहिँ आउँदैछन् पछाडिबाट कसरी हो खिच्ने एसडी कार्ड स्पिड भिडियो चाहिँ बन्न अहिले भिडियो बन्न भिडियो भनेर स्टप कस्तो राम्रो आएको ओए वागन ला ठ्याक्कै मिल्दो रहेछ हामीले खुट्टा भुइँमा टेकेको छैन है हेर हामीले खुट्टा भुइँमा टेकेको छैन के हो आमा बिचरा हामीले खुट्टा भुइँमा टेकेको छैन मजा आउँदैछ यार कति पछि खेले कति पछि खेलाएर सम्म होला ल 1 2 3 गो Good evening, we are in Chitwan and we are having some program again and we'll have some dinner and we'll enjoy sleep. Take care, bye. द्याट्स इट Yeah, that's it. Short video. कि माया जाल घर मुझसे मैं हूँ साका कल उसलाई जाडै भएन ल साइकल चलाइ हिँड्छ मलाई साइकल चलाइ हिँड्छ नि ए अघि जस्तै दाइहरु आइन भेट्यो हुन्थ्यो यार अब त कसको नमस्कार दाजुभाइ मेरो काखमा आएको 3 2 1 पछि बोक्छ ल 1 2 3 ओए ढाड भाँचिन्छ अहिले नि अलिअलि चिकन यसो ल्याएर यहाँ ए यहाँनिर छ हामीहरु पनि आमा हानेर भयो मिनिसो
यो आगो चाहिँ प्रणयले ढुङ्गा धेरै हालेर बल्यो अरे त्यही त धेरै प्रणय तिमीले ढुङ्गा हालेर आगो नि खस्यो आज त यही जलाउँछ क्या भर्न त लाउने एकजना पिरो गाइस पिरो पिरो भयो कस्तो राम्रो देखा ए ल यता गरेपछि आफै उता जान्छ कि हो त्यसरी अनि तर त्यत्रो नजिक लाँदा नि टाउको मात्रै देखिन्छ अब बन्द कहाँ गर्ने मलाई त आउँदैन हामीमा ओइ तामिल सेलाले सरी ओइ खुट्टामा लाग्ला यत्रो दुईटा गुड थियो मलाई डर लाग्दैन अघि थियो डर बिराले बाटो काट्न लाग्यो भने आफै कुदे आमा 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 ओइ यहाँ हेलो हामी थाहा छैनौँ कहाँ छौँ म्यान बसेस वाइ तर रोडमा कस्तो राम्रो आएको है अहिले चाहिँ यहीँ होइन ऊ स्याल कराएको उता पाखेहरू कराएर उता कराएर पाखेहरू रिसोर्टमा पाखेहरू गरेर बिग्रिएको होइन हामीले पनि प्र्याक्टिकली हामीले चाहिँ यहाँ चटपटी बनाउन थालिरहेको छौँ चाउचाउको स्पोन्सर होइन म कोको स्पोन्सर यतिको लागि चप तिमीले पकाउनु भएन होइन अब बनाउनु भने उनीहरू काट्न थाल्यो के अन्त मैले ओइ उसलाई दे उसलाई छोडिदे उसले बनाउँछ होइन काट मैले त मजाले त्यही भने जोर जोर के बोल के सारी स्कीम ही बता दोगे ओइ टमाटर समटर कहाँ मैले खोज्दै भनिनुहुन्छ है मैले चाहिँ टमाटर हाल्दिनै चट्ट ओ मैले रानीहरू सधैँ महलमै हुन्छ होइन त रानीहरू सधैँ महलमै हुन्छ
टेस्टिङ हुँदैछ कस्तो स्वाद आइरह एकदम मिठो भयो दिपाल हो यार उठाउन जाऊ यार दिपाल कल के सानो दुईटा खा हो सानो दुईटा खा और कौन छ बरी खामा किन जान्ने हुन यो हेर्न यो बाँदर जाने चिया जाने त्यस्तो हैन अर्कै हो त्यो तिमीलाई भन्ने थाहा छैन यो टेस्ट मिठो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ हो नुन चर्को हुन्छ मैले बनाएन हात नदिग्रे गरे मैले बनाएन मैले मोल्दे मात्रै हो कागती हालेर खै साथी कागती कम हुन्छ के कागती कम हुन्छ परे कागती कम हुन्छ ओ ओइ बत्ती अलि ठुलो बनाउ न ओइ बत्ती बाल न यहाँ साथी टच बाल न म बाल्छु ल म बाल्छु यो कसले हाल्यो यो सिगरेट कसले हाल्छ यार हेर न यहाँ अगाडि थाहा छ मलाई यो त मैले हेर्ने त्यो खानुहुन्छ नि उसले खान्छ नि हो खाओस् बरु खाए त चटपटे भइया म त एक हेरिएँ यहाँ त प्राप्ति मलाई दिने भएन भने त म त नुन चर्को होला यार बिस्तारै गर पानी भरेर ल्याउँ न राति तिर्खा लाग्छ साँच्ची दुईटा बोतल लिएर त्यहाँबाट यहाँ कफी नै खानुपर्छ हाम्रो क्यान आई टेक अ बाइट एकछिन नुन चर्को हुन्छ कि दुधले कहाँ ताल्ला ताल्नु आउँदैछ कस्तो भयो खै म अहिले चर्को ओइ धेरै भयो अमिलो कम भयो के धेरै भयो अब भगत 3 मा घिचेर के फुट्नु अमिलो कम भयो के मलाई चाहिँ त्यही भएर मैले कति छिटो मुरा है राखौँ लेख्छु ओसिन्छौ ओइ जो अघिले खायो छैन ए त यो फाडे नि हुन्छ यो मलाई मैले एउटा स्टाइल सिकेको छु हेर्नु न हामी यसरी यसरी खान्छौँ के त्यसरी त पोखिन्छ नि त यसरी मिलाएर भेट तेरिका पुरा भात मुछेको छ बनाइदिनु नि छ हाम्रो हेड सेफले बनाउनु भयो त्यसलाई त नदिने यस्तो गर्न कति खोट लाउने है तिमी आफू बनाउने होइन घरि नुन चर्को भयो ठिक्क है अम्ले छैन म त धेरै भयो सबै थोक थोरै के थोरै लिएर म गएँ तपाईहरु प्रसाद प्रसादको खाने बाउनको मन्तर भन्दै खै दिनु खै थापा यो यसमा थापा नै एकदम भात थोरै खान्छु भन्दा 2 साल खा म प्रसाद बाँड्छु चारजनाले खाऊ मिठो म राख्नु बाबु भाइ फुल्का किन त्यसमा देउन पर्यो बाबा पायो ए गम टेस्ट अलि कस्तो लाग्यो? मिठो कस्तो लाग्यो प्रसाद प्रसाद ए बाबा कस्तो लाग्यो प्रसाद ढोकेर खाऊ हो भिडियोमा आउँछ म पनि आउँछ आउँछ त्यही भएर खाऊ भने ल भगवानलाई छोडिदिनु आमा भयो मलाई नि त्यही देख के ल भनेर सोध कस्तो छ टेस्टिङ दामी छ सेप प्रन प्रसाद हो हैन त्यसले हात हाल्नु मिल्दैन बाउनबाजीसँग लिने हो यहाँ कस्तो लाग्यो ढोक्यो कि नै मिठ लाग्यो भने फेरि पाइँदैन भनेर के हो ढोक्यो कि नै ल म त यहाँ खान सक्दैन ल ओइ 50 तिमीलाई कसैले कर पनि गराएन मन्दिप छैन न त्यता दिपा खै दिपा उ यहाँनिर खालि कहाँनिर एउटा ठुलो बिराम उतापट्टि होइन र कोठा मन्दिरहरूको उठ्याउ यहाँ अगाडि चटपटे बनाएर पुरै प्रसाद जसरी बाँड्दै बाँड्दै हिँड्दैछौँ यहाँ पुरै हाई गुड नाइट यही हाम्रो धौधौ भइरहेको आमा
एकछिन अनि फेरि लड्ला नि फेरि ब्रस गरेर काली खिड्की में एक चांद का टुकड़ा खतरा बजाए थे ना गीत बिच्छू में रह लेना बड़ी जहरीली आँख मारे बिजन कमरिया सा लेना नोट हजारों का पूरा छुट्टा कराने आई हुस्न की तीली से आई दिखनी अभी नहीं घूम तो ओड़ी रखे तेरी सेवा करेंगे आई गॉड बड़ी हिट रहेगी तेरी मेरी प्रेम कहानी आई गॉड मेरे लिए तू आजा आई गॉड दिल तोड़ के ना हमको टाउको नटेकिकन भने टाउको हैन के मुला हात अडिन भयो रुक यसरी टाउको मात्र ओइ धेरै हल्ला चाहिँ नगर्नु न यसरी भने के यसो गर्ने तिमी यारी के त नगर्नु आइज ल ओइ डायमन्ड